उनी हुन् वीरबहादुर सुनार। बागलुङको बोभाङमा जन्मिएका वीरबहादुर विगत 10 वर्षदेखि कतारको मरुभूमिमा ऊँट चराउँछन्। कतारको 40-45 डिग्रीको गर्मीमा ऊँट चराउनु लरतरो कुरा होइन। ऊँट चराउनु उनको जागिर हो। भनिन्छ काम सानो ठुलो हुँदैन, तर आफ्नो काममा खुसी हुन सिक्नु पर्दछ। यहाँको मेरो 10 वर्ष जति भयो हो बहिनी। पहिला 5 वर्ष बसेर 5 वर्ष बसेको, 5 वर्ष बसेर फेरि गएको, अहिले पछि यहाँ आएको 5 वर्ष भयो। सुरुमा यही काम आएको, ओर्दैछु मरुभूमिमा सोध्दैछु। यो व्यस्तता र भागदौडको जिन्दगीमा आजभोलि मानिसहरूमा कसरी खुसी हुने भन्ने प्रश्नले धेरैको दिमाग घोचिरहन्छ। तर खुसी वीरबहादुर जस्तै आफैभित्र खोज्नु पर्दछ। आफ्नो काम र परिश्रममा रमाउन सिक्नु पर्दछ। खुसी छु। पैसा दिइरहेछ। उनी पढे लेखेका छैनन्, भनौँ उनले एक कक्षा पनि पढेका छैनन्, तर उनी आफ्नो परिश्रमले मेहनत गरेर ऊँट चराएर नै नेपालको महिनाको लगभग 70-75 हजार कमाउँछन्। उनको हालको पारिश्रमिक महिनाको कतारी रियल 2000 रहेको छ। भयो अस्ति 2-3 महिना जति भयो, 4-5 महिना जति भयो जति म घर जान्छु भनेको। त्यहाँदेखि त गइस् भने यो कामहरू अरू कसैले काम गर्न पनि सक्दैन। यत्रो सालसम्म त काम गरिस्, अब फेरि मेरो काम सबै खराब हुन्छ, त यो महिना चाहिँ 6-7 महिनासम्म बस, अनि त्यहाँदेखि राम्रोसित म तिर्कै दिउँला भनेर 200 रुपियाँ अलि धेरै बढाएर 2000 रुपियाँ। म परै छैन। दशक लामो कर्म जति कठिन र सङ्घर्षशील रह्यो, त्यो भन्दा कैयन प्रशंसनीय रह्यो उनको कर्मभूमि कतार। उनले देखेको कतार मरुभूमि बाहेक केही छैन। बस 2 पटक हवाई अड्डा देखेका छन् नेपाल आउँदा र जाँदा। खाडी मुलुकमा अपरिहार्य रहने एसी र फ्रिज समेत बिरलै देखेका उनी रोजगारदाता र कतार सरकारप्रति भने निकै कृतज्ञ छन्। फ्रिज छैन, करेन्ट छैन, फ्रिज कसरी? बिहान बनाउने बिहानै खाने, बेलुका बनाउने बेलुका। काला पहाडमा स्याउ बोकेर जोड्न नसकेको सम्पत्ति उनलाई मरुभूमि कतारले दिएको छ। 40-45 लाख त मैले कमाएको। जमिन मैले किने 15-16 लाख।